पापा कति दिनको छुट्टीमा आएको भन ब्याग त कतिलो छ त हौ स्वीट मेलन रक मेलन हनी ड्यू यो चाहिँ वाटरमेलन शिवानी अनि नमस्ते सबैजनालाई तपाईलाई फेरि पनि वेलकम छ मेरो च्यानलमा र आज फेरि म अर्को भिडियो लिएर आएको छु र आज चाहिँ म नाना र भेनालाई रिसिभ गर्न जान आँटेको छु अहिले चाहिँ 6 बजेको छ अन्त हामी चाहिँ नाना र भेनालाई रिसिभ गर्दै गएको र नाना चाहिँ दुबईबाट आउँदैछ नि त अन्त 11 बजेको अराइभल छ अन्त चाहिँ हामीहरू जान आँटेको यसले मलाई भक्कै लगाइसक्यो यहाँ चाहिँ भिडियो बनाउनु दिएको छैन यसले मलाई र हामी चाहिँ रेडी भइसक्यो हामी चाहिँ रेडी भइसक्यो अब निस्किन आँटेको मजा आयो पछाडेर त्यस्तै हुन्छ यसले मलाई भिडियो बनाउनु दिएन भिडियो बनाउनु दिएन यसले मलाई भिडियो बनाउनु दिएन यो पनि हामीसँग जान्छ आज नाना ल्याउनु लाग्यो है नाना ल्याउनु जाने नानालाई ल्याउनु जाने तिमी खुसी भइरहेको अन्त अच्छा ल दुईजना त लाग्यो खुसी भइरहेको छ ओइ बहिनी ओइ भन्नु आम्मामा हेर्नु पनि नहेरेको हेर लु हेऱ्यो हाम्रो चाहिँ यहाँनिर वेदर यस्तो भइरहेको छ है घाम पनि लागेको छैन पानी पनि परेको छैन ठिक्कैको भइरहेको छ सिलगढीको वेदर चाहिँ कस्तो हुने हो लु हामीहरू पनि अब निस्केको पापाहरू त अघि जानुभयो खोइ छैन आमा त्यो हातको यो हातको चाहिँ आमाले मैले नानाको लागि लगिदिएको बनाएर यहाँ माथि चाहिँ हाम्रो घर बनिँदैछ प्रोसेसिङमै छ प्रोसेसिङमा आमाको आज ठुलो छोरी आउँदैछ कस्तो लागिरहेको छ खुसी लागिरहेको छ खुसीले गर्दाखेरि कता कदम चाल्दै आउँदैछ अब यहाँ त हाम्रो त उकालो हिँड्दै सक्क हुन्छ नि त रोड त छ नि के गर्नु अरे मेटो कहाँ गयो अरे छोरी जाएर ल्याउनु सिलगढी आएको सलक्कै हुन्छ उकालो निस्किँदा सुन्दैछ गाउँ बस्तीमा चाहिँ यसरी चराहरू खराक सुन्नु पाउँछ नि त आमा अब चाहिँ गएको हामी अब एकैचोटि चाहिँ हामीहरू यहाँ खाना खानु उठेको छ कि अन्त यसले त मलाई उल्टी गरेर बहिनीले उल्टी गरेर जिउभरि बल्ल सुक्यो होइन खोला के डरलाग्दो हिजो राति झन् बढ्यो भन्दै थियो खोला हेर्नु अहिले कस्तो दामी कलर थियो अहिले हेर कलर कस्तो भइसक्यो सिधै भिडियो परै बनाऊँ भनेको कि तर मनै मानेन नि त यस्तोहरू देखाउनु मन पऱ्यो नि त यहाँ नि अब अलिअलि चिया बिस्किट खाएर फेरि जानुपर्छ जिउमै लुगा सुक्यो जैविक जलहरू हुन्छ नि बिहानको आज चाहिँ कति बज्यो अहिले
9 बजेको बिहानको चिया यहाँ छ नि किन खिच्दिनु यहाँ दिदी चाहिँ उसको दिदी आज जानुहुन्छ साउथ अन्त हिजै जानुभएछ दिदीहरू चाहिँ आज चाहिँ भेट्नु जानुहुँदैछ हाम्रो ब्रेकफास्ट आयो तपाईँ नखाएको बनाउने त के खाएको पुरी मात्रै खाँदैछ ए खायो ल अब हामी चाहिँ टाढो बाटो छ यो चाहिँ ब्रेकफास्ट गऱ्यो अब निस्केको यहाँबाट अब एकैचोटि सिलगढी एयरपोर्टमै होला गरम चाहिँ यहीँबाट छ उता झन् कति होला अघि हाम्रो गाउँमा कस्तो दामी वेदर भइरहेको छ हेर त लु गरम भएर अलिक छोटो अलिक अगाडि ढोक्दिनु अलिक अगाडि दिनु न खुसी भयो उनीहरू त अस्ति उनीहरू हेर्नु गएको नि त हामी ए आज जानु नि उपन्या दिदी चाहिँ उनीहरूलाई भेट्नु आएको यहाँनिर आज जानुहुन्छ नि त उनीहरू पनि सब अन्त आज 3 बजेको ट्रेन छ के भन्दैछौ देऊ भनेको हो कि देऊ भन्दैछ हेर न मागेको बनादी मागेको कि के गरेको हेर्नु न उसले माग्दैछ ऊ रुनु आँटिसक्यो रुनु के भन्नुहुँदैछ दि के भन्दैछ उसले बोक्छु भन्दैछ के भन्दैछ ऊ अम्मा लु 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 के भन्यो भन्यो अब त्यसलाई आयो बाई बाई गरम हालत खतम भयो दिँदै जानुभयो हामी चाहिँ भर्खर सिलगढी आइपुग्यो अब सिलगढी जाँदैछु नानाहरू चाहिँ आइपुग्नु भइसकेको छ नानाको लागि गरम चाहिँ तर फाइनली हामी सिलगढी आइपुग्यो नानाहरू हामी भन्दा छिटो आएर लु बल्ल बल्ल आइपुग्यो फरेनको मान्छेहरू आमा होइन होला यति साह्रो भेनामा आइपुग्यो यो तिमीलाई होइन छ हाम्रो गरम कतिपति गयो भमिट गरिदिएर सबै ऊ मुन्नुले बिस्दै उड्दो
धन्न उयो अलिक भए पनि उयो भयो धन्न घाम अघि त कस्तो गरम भइरहेको थियो अब यहाँबाट चाहिँ सिलगढीमा सपिङ गर्छ अरे नानाहरू त्यहाँबाट चाहिँ घर हामीसँग चाहिँ नानी पनि जाँदैछ बागडुग्राबाट आसुको छोरी गरम कता गयो गाडी त यहाँनिर चाहिँ छ हाम्रो आशुको छोरी नाम के हो भनिदेऊ मिकमा तामाङ अब जानुपर्छ सबैजना आएको यहाँसम्म मिकमाला पुऱ्याउन आएको ला अब मार्केटमा अलिअलि सौदा गरेर जानुपर्छ यहाँ हिजो पानी आएकोले गर्दैन है मैले त ब्याग नलिआएँ अघि पैसा चाहिन्छ भन्दाखेरि छ भन्यो 2 जग्गा होला 2 जग्गा स्वीट मेलन रॉक मेलन हनी ड्यू ये चाहिँ वाटरमेलन ये क्या है बेल है बेल हो यो त पोमोग्रेनेट सेम देख्दैछ तर ग्रीन कति अरे 70 खै दिन म बोक्छु खै दिन त मैले चाहिँ यति किने है कति उता चाहिँ अन्त त्यो छ हाम्रो सपिङ पनि है ल अब मार्केटको काम पनि सक्यो अब चाहिँ सिधै घर जस्तो छ पहिला नानाहरूकोमा गएर सामान झाडिराखेर नानाहरूलाई पनि छोडिराखेर चाहिँ घर जाने धन्न अलिक भए पनि घाम गयो रामेन च्यालेन्जको लागि प्र्याक्टिस अलिक गरिदिनु पर्यो नि म त जित्दिन्छु तर मामा हेर फुल प्र्याक्टिस हो मैले 1-2 वटा ट्रिक थाहा छ अच्छे के ट्रिक्स होला है न हेरौँ त्यसले लु म जित्दिन्छु च्यालेन्ज हो च्यालेन्ज रामेन च्यालेन्ज गर्ने अरे कि अब उनीहरू यहीँनिर डिसाइड गरिसक्यो त्यो दिन 500 को ल च्यालेन्ज डको नि फेरि 1000 रुपियाँको 1000 को सक्दैन हामी लु त खाइदिनु त गरममा कस्तो 3XL भनेको कति अरे हौ यो त हाल्छु त म 3XL भने होइन 2X खाएको हामीले 3XL पनि खाएको भन्दैछ लन्च टाइम चिकन करी नभन यहाँ पापाको भेज यहाँ पनि भेज हामी मात्रै हो नन भेजबाट यो चाहिँ हाम्रो चिकनकै यहाँनिर चाहिँ कता छ पनिर देखाइदिनु पनिर हाम्रो आएकै छैन खाना रेडी भयो खाए ल सबभन्दा फर्स्ट भयो खाइसक्यो मिकमा गयो अब यहाँबाट चाहिँ सिधै घर लाग्नुपर्छ अहिले राजा छोडिराख्ला नि राजा छोडिला नि अहिले राजा छोडिँदैला नि फेरि फाइनली आइपुग्यो घरको लागि अब यहाँ माथि
हुन्छ है लु जाउँ सोल्टी ए अहिले चाहिँ हामीहरू नानाको घर जाँदैछु नाना भेनाको अब यहाँनिर सामान छोडिराखेर चाहिँ हामी फेरि घरतिर यहाँ छ एकजना तिरुपति गयो गरमले हत्तु जे होस् यहाँकै वेदरै एकदम बबाल छ वेदर चाहिँ अहिले चाहिँ सिलगढी नगयौँ भनेर हामीहरू चाहिँ यहाँबाट चाहिँ अब डाइरेक्ट घर लु हिँडौँ हिँडौँ सौदा बोक्नेहरू हिँडौँ हिँडौँ लागौँ लागौँ सामान चाहिँ के लिएर आएको छ कुनी खत्रै छ जस्तो छ म के गर्दा ठिकै हुन्छ अरे औ मोबाइल तेर्साउँदा ठिकै हुन्छ अरे म बाबा कति दिनको छुट्टीमा आएको भन ब्याग त कतिलो छ त हौ सुसु गर्छ होला हौ त्यो लु आइपुग्यो भेनाको घरमा निकमा मजा आयो हेर हत्तु भयो है लु चलो चलो कुकुरले मलाई हिँडाउँदैछ हौ त्यहाँदेखि न लु फाइनली घर आइपुग्यो म त्यहाँ आउने बित्तिकै नुहाइधुवाइ पनि गरिहालेँ गरम कस्तो चाहिँ भएको थियो अन्त नानाहरूलाई पर घरमा छोडेर फेरि यता आएको रात पनि पर्यो आजको भिडियो यति नै थियो तपाईँलाई भिडियो मन पर्यो भने लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् अब फेरि अर्को भिडियो लिएर आउँछु तबसम्मको लागि बाई